सञ्चालन गर्छ, कसरी सिकाउँछ भन्ने कुरा मैले यहाँहरूलाई भनिराख्नु पर्दैन, किनभने यो हाम्रो इतिहासले बोल्ने कुरा हो। पक्कै पनि राम्रैसँग सिकाएर नै होला आज हामी 200औं हप्तामा जोडिरहेका छौँ। यो 200औं ब्याच हो हजुरहरू, कति लकी हेर्नुहोस् त, 200औं ब्याचमा जोडिन पाइरहनु भएको छ। वाउ, एकचोटि आफैलाई जोरदार ताली ल सबैजनाले। कृपया आफ्नो लागि बधाई ज्ञापन गरेको है यो चाहिँ। हस् ल भने म आजको यस क्लासलाई, यस सेसनलाई अगाडि बढाइदिनु हुनको लागि हामी सबैजनाको आदरणीय व्यक्तित्व, साथसाथै यसै संस्थाका संस्थापक आदरणीय डाक्टर ताराप्रसाद गिरी सरलाई यस फ्लोरमा आमन्त्रण गर्दछु र यहाँहरूकै बीचमा रहने गरी म पनि यहाँहरूसँगै ओजेल पर्दछु। नमस्कार। अब वेलकम गरौँ जोरदार तालीद्वारा डाक्टर ताराप्रसाद गिरी सरलाई। सर, अबको फ्लोर हजुरलाई। हस्, धेरै धेरै धन्यवाद छ आदरणीय अधिकारी म्यामलाई। हामीसँग ऐतिहासिक 200 हप्तामा जोडिनुभएका सम्पूर्ण महानुभावहरूलाई नमस्कार। मेरो आवाज क्लियर छ हजुर? ठिक छ नि आवाज? गुड, ल आवाज दौडियो। ओके मानव, हामीले सपना देखेका थियौँ एउटा आजभन्दा धेरै अगाडि कि वास्तवमा आवाजविहीनहरूलाई आवाज दिने, हामी आफ्ना विचारहरू, आफ्ना असन्तुष्टिहरू, हामी अन्यायका विरुद्ध, भ्रष्टाचारका विरुद्ध हामी बोल्न खोज्छौँ, तर जब हामीले ठिक ठाउँमा ठिक प्लेटफर्ममा बोल्न खोज्छौँ तर हामी बोल्न सक्दैनौँ। यसले गर्दा धेरै व्यक्तिहरू ओझेल परिरहेको स्थितिमा हामीले त्यसरी आफ्नो मनको विचार निर्धक्कसँग राख्न नसक्नेहरूलाई कसरी निर्धक्क आफ्नो विचार राख्न सक्ने बनाउनका लागि भनेर यो अभियान थालेका थियौँ। भनेको यो आवाजको खेती, आवाजद्वारा यो समाज परिवर्तन गर्ने यो अभियान हामीले थालेका थियौँ र यो अभियानमा साथमा जोड्ने धेरै साथीहरूलाई म आज धन्यवाद ज्ञापन गर्दछु र हामीलाई विश्वास गरेर हाम्रो कक्षामा इनरोल भएर र समाज परिवर्तनका लागि, समाजमा सकारात्मक चिन्तन फैलाउनका लागि सहयोग गर्ने त्यस्ता हस्तीहरूप्रति पनि म एकदम कृतज्ञ छु। हुन्छ महानुभावहरू, अब हामी आजको सेसन सुरुवात गर्छौँ। सुरुवातका लागि अब 200 ब्याचमा जोडिनुभएका साथीहरूको अब हाम्रो फोटो बनाएर राख्नु पर्यो होइन त। सबैजनाले क्यामेरा अन गर्नुहोस् त, म हजुरको फोटो लिन्छु। अनि हजुर यदि हाम्रो हेड अफिस भिजिट गर्नुभयो भने ऐतिहासिक 200 हप्ता भन्ने टक्क हजुरको फोटो देख्न पाउँदा कति मजा होला होइन र? ल त मुस्काउनुहोस् त हजुर एकचोटि, मुस्काउँ हजुर ल। जुटेर आफूलाई एज अ प्रोफेसनल ट्रेनरको रूपमा, एकदम प्रोफेसनल वक्ताको रूपमा अगाडि ल्याउनुभएका केही साथीहरूको यसो एकचोटि हामी सेयरिङ सुन्नुपर्छ जस्तो लाग्छ मलाई। यही विषयमा मैले आदरणीय कुसुम सारा म्यामलाई देखाएको छु। कुसुम म्याम, हजुर हाम्रो यो अभियानमा कसरी जुट्नुभयो थोरै हामी स्टोरी सेयर गरौँ थोरै हजुरहरूको। म 1-2 जना साथीहरूको स्टोरी राख्छु हामी, त्यसपछि मैले हजुरलाई आजको सेसनतिर लैजान्छु। आज हजुरको लागि अत्यन्तै महत्त्वपूर्ण कुरा पनि लिएर आएको छु। कुसुम म्याम प्लिज, हजुरको यो यात्रा कस्तो रह्यो एकचोटि हजुरको कुरा सुनाउँ न। धेरै धेरै धन्यवाद साथै गुरु। तिम्रै सोचको परिणाम हो, तिम्रै सोचको परिणाम हो, तिमी जे सोच्छौ त्यही भन्छौ। नमस्कार उपस्थित सम्पूर्ण महानुभावहरूमा, म कुसुम सारा, मेरो जन्म घर म्याग्दी, मेरो हालको बसाइ भरतपुर चितवन र पेसाले म एक मोटिभेसनल स्पिकर ट्रेनर। आदरणीय उपस्थित सम्पूर्ण महानुभावहरू, आज जागरण एकाडेमी एन्ड रिट्रिट सेन्टर प्रालीको यो गौरवशाली 200 ब्याचमा सहभागी हुनुभएका यहाँहरू सम्पूर्णलाई म मेरो तर्फबाट र हाम्रो संस्था जागरण एकाडेमी एन्ड रिट्रिट सेन्टर प्रालीको तर्फबाट हार्दिक स्वागत गर्दछु। आज हामी त यति धन्य भएका छौँ, यति खुसी भएका छौँ, हामी त आभारी छँदैछौँ। यहाँहरू पनि निकै भाग्यमानी हुनुहुन्छ, यहाँहरू जागरण एकाडेमीको 200औं ब्याचमा सहभागी हुन पाउनु भएको छ। यो समय यति शक्तिशाली छ कि यहाँले आज विशेष दिनमा हामीसँग जोडाइदिएकोमा म ईश्वरप्रति पनि कृतज्ञ भाव व्यक्त गर्छु। आदरणीय सर म्यामहरू, म कुनै दिन आज हजुरहरू जसरी फ्री क्लास भन्दै आउनु भएको छ, आजभन्दा ठ्याक्कै आजभन्दा 101 ब्याच अगाडि अर्थात् 79 ब्याचको यसरी नै आएकी सहभागी हुँ। कुसुम सारा म्याडमलाई हामी अब चितवनबाट अब झापातिर जान्छौँ। टङ्क निरोला सर हुन्छ मोरङबाट। टङ्क सर प्लिज हजुरको सेयरिङ राख्छौँ हामीले। आदरणीय टङ्क निरोला सर, हजुर जस्तै गरेर यसरी फ्री क्लासमा आएर हाम्रो अहिले ट्रेनर टिममै हुनुहुन्छ। टङ्क सर थोरै हजुरको सेयरिङ राख्यो भने अझै सान्दर्भिक हुन्छ। थोरै हजुरको स्टोरी, हजुर कतिौं ब्याचमा जोडिनु भएको थियो, थोरै जागरणसँगको यात्रा सुन्नु न सर आज 200 हप्तामा। धन्यवाद आदरणीय गुरु ताराप्रसाद गिरी सर। बनाउन राज्यम नराज्य राज्यम, बनाउन मित्रम नमित्र मित्रम, बनाउन शिष्यम नशिष्य शिष्यम, बनाउन दारा नदारा दारा। नमस्कार, म टङ्क निरौला, उर्लाबारी मोरङबाट। म 105औं ब्याचको पब्लिक स्पिकिङको सहभागी। अहिले 200औं ब्याचमा पनि यहाँहरूमाझ रहिरहेको छु। यसका लागि सर्वप्रथम जागरण एकाडेमी तथा रिट्रिट सेन्टर प्राली तथा आदरणीय गुरु ताराप्रसाद गिरी प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। मैले अघि भने नि
रूपन्देहीतिर रूपन्देहीबाट हुनुहुन्छ आदरणीय पूजा गेवाली म्यामको आजसम्मको सेयरिङ थोरै स्टोरी सुनाउनु म्याम। हजुर जागरणमा कसरी जोडिनु भयो, हजुरको कस्तो रह्यो यात्रा? फेरि म्युट गरेछ त म्याम, अनम्युट गरेछ त? ओके प्लिज म्याम। धेरै धेरै धन्यवाद आदरणीय गुरु जहरा प्रसाद गिरी सरलाई। चरण उसैको छुनुहोस् जसको आचरणले तपाईँको शिर निवृत्त। नमस्कार। यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू, म हुँ पूजा गेवाली। मेरो घर बुटोल उपमहानगरपालिका वार्ड नम्बर 8 रूपन्देही। पेसाले भए मोटिभेसनल स्पिकर, साथै प्रशिक्षक। यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई आयोजक संस्था जागरण एकाडेमीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्छु। यो सोडिङ सेसनमा 200 ब्याज। यहाँहरू जस्तै गरेर म पनि 130औं ब्याजमा हजुरहरू जस्तै गरेर सहभागी भएकी थिएँ र मेरो यात्रा साँच्चीकै 130औं ब्याजमा जब म सहभागी हुनभन्दा पहिला सरको जस्तै यसरी सब विभागको म त ब्याङ्कर थिएँ पहिला। मध्य प्रदेशतिर हामीसँग अशोक कुमार शाह सर हुनुहुन्छ। अशोक सर हामीसँग हजुरहरू जस्तै गरेर जोडिनु भयो। सरको कस्तो यात्रा रह्यो सर? थोरै हजुर कतिौं ब्याज अनि कतिको इम्प्रुभमेन्ट आयो थोरै सुनौ न सर। अशोक कुमार शाह प्लिज। धेरै धेरै धन्यवाद सर यो मौकाको लागि। तिम्रो जन्म संयोग होइन आवश्यकता थियो भनेर देखाइदेऊ। नमस्कार यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा, मेरो नाम अशोक कुमार शाह। मेरो जन्मस्थान कठरिया नगरपालिका वार्ड नम्बर 6 जिल्ला रौतहट पर्दछ भने पेसाले म एउटा कर्मचारी र अहिले हाल मोटिभेसनल स्पिकर एन्ड ट्रेनर। उपस्थित महानुभावहरू, म यस्तै एक दिन फ्री क्लासमा जोडेका थिएँ तारा सरको क्लासमा। अनि फ्री क्लासमा जोडिरहँदा मैले ठ्याक्कै भोलिपल्ट मैले यो क्लास जोइन गरिहालेँ र म 155औं ब्याच पब्लिक स्पिकिङ क्लास लिएको थिएँ। र 155औं ब्याच मैले क्लास लिइरहँदाखेरि त्योभन्दा पहिला मैले अलिकति त्यो भन्छ नि डिप्रेसन जस्तो हुन्छ नि, मान्छेले के गरौँ लाइफमा भन्ने कुरा हुन्छ नि, त्यस्तो मलाई भइसकेको थियो कि यो ट्रेनिङ लिनुभन्दा पहिला। लामो समय राष्ट्रिय सेवा कर्मचारीको रूपमा कार्यरत, लामो समयदेखि कार्यरत रहनुभएकी नेपालमा विशेष गरेर महिला पुरुष अब विभेद अझै पनि छ। त्यही नेपालमा चुलो चौकामा मात्र सीमित हुने होइन, मैले केही गर्नुपर्छ भने राष्ट्र सेवक कर्मचारीको रूपमा कार्यरत रहनुभएकी सृजना पाण्डेजी हुनुहुन्छ। उहाँको कस्तो रह्यो त यात्रा? सृजना पाण्डेमा एक्चुअली हजुरको सेयरिङ सुनाउनु भयो। हुनुहुन्छ लामो समय राष्ट्रिय सेवा कर्मचारीको रूपमा कार्यरत, लामो समयदेखि कार्यरत रहनुभएकी नेपालमा विशेष गरेर महिला पुरुष अब विभेद अझै पनि छ। त्यही नेपालमा चुलो चौकामा मात्र सीमित हुने होइन, मैले केही गर्नुपर्छ भने राष्ट्र सेवक कर्मचारीको रूपमा कार्यरत रहनुभएकी सृजना पाण्डेजी हुनुहुन्छ। उहाँको कस्तो रह्यो त यात्रा? सृजना पाण्डेमा एक्चुअली हजुरको सेयरिङ सुनाउनु भयो। Thank you for this opportunity, sir. यहाँ उपस्थित सम्पूर्ण आदरणीय सर म्यामहरू नमस्कार। म हुँ सृजना पाण्डे, बालजु काठमाडौँबाट जोडिएको छु। आजको यस कार्यक्रममा यहाँहरू सबैलाई आयोजक संस्थाको तर्फबाट र मेरो तर्फबाट हार्दिक स्वागत गर्दछु। आदरणीय सर म्यामहरू, मेरो सेयरिङ राख्नु पर्दाखेरि सर म्याडमहरू, मैले धेरै समय पहिला चाहिँ सरको चाहिँ यो फेसबुकमा चाहिँ याद देखेको थिएँ। अनि त्यसैबाट चाहिँ मैले सरको बारेमा थाहा पाएको थिएँ। अनि मलाई पनि यो क्लासमा चाहिँ जोडिन मन लाग्यो अनि म जोडिएँ। सर म्याडमहरू, यो क्लास चाहिँ यस्तो राम्रो रहेछ कि सर म्याडमहरू हजुरहरूलाई पनि यसमा जोइन गर्नुभयो भने हजुरहरूले धेरै कुरा गर्नुहोस् त। हामीसँग हुनुहुन्छ दाङ जिल्लाबाट खुसी, हामी सानो व्यक्तिहरूलाई पनि क्लास दिन्छौँ भन्ने एउटा उदाहरण खुसी बुढा थकी। प्लिज हजुरले क्यामेरा अन गर्नु होला। तपाईँलाई मैले अघि त क्यामेरा अन गरेको देखाएको थिएँ। हामी खुसी बुढा थकीलाई सुन्छौँ। खुसी, त्यसपछि म क्लासतिर लैजान्छु हजुरलाई है त। खुसी बुढा थकी मिल्छ हजुरको क्यामेरा अन गर्न? खुसी बुढा थकी मिल्छ भने एकचोटि हजुरको सेयरिङ राखौँ है। ओके ल खुसी प्लिज। ल खुसी बुढा थकी सानो मान्छेको हजुरको आफ्नो परिचय दिनु होला, त्यसपछि कतिौं ब्याच पनि भन्नु होला है खुसी प्लिज। ल ल धन्यवाद सर, मलाई केही आफ्ना भनाइहरू प्रस्तुत गर्नको लागि समय दिनुभएकोमा। सबैभन्दा ठुलो शत्रु लाज, डर र आलसीपना। सबैभन्दा ठुलो शत्रु लाज, डर र आलसीपना। लाजले तपाईँलाई लुकाउँछ, डरले अघि बढ्न दिँदैन, आलसीपनले सिद्ध्याउँछ। अनुशासित हुनुहोस्, अगाडि बढ्नुहोस् पब्लिक स्पिकिङमा। नमस्कार सम्पूर्णमा, म खुसी बुढाथोकी, ठेगाना घोरैको महानगरपालिका 16 सरराटाङ। साँच्चै नै भन्नुपर्दा जागरणको पब्लिक स्पिकिङले मेरो आत्मविश्वास बढाएको छ।
र थुप्रै अवसरका ढोकाहरू खोलिदिएको छ। आफ्नो कामप्रतिको लगाव र निरन्तरता नै सफलताको मुख्य स्रोत हो भन्ने सिकाएको छ। हामीले हाम्रो व्यक्तित्व विकास कसरी गर्ने त? कस्तो पहिरन र पोसाकमा आकर्षक माग बढाउन सकिन्छ? हामीले हाम्रो व्यक्तित्व विकास कसरी गर्ने त? हाम्रो बसाइ उठाइ हिँडाइले पनि जीवनमा धेरै प्रभाव पार्दो रहेछ। हामी कदापि पनि ढाड बाङ्गो गरेर बस्नु हुँदैन। ढाड बाङ्गो त जीवन बाङ्गो। र हामीले केही कुरा सिक्दा अथवा सिकाउँदा ह्यान्डलक गरेर बस्नु हुँदैन। ह्यान्डलक त माइन्डलक हुन्छ। यी सबै यावत कुराहरू जागरणको तालिम लिने क्रममा सिकेकी छु। आशा छ म हटेर होइन डटेर जागरणको साहसको भण्डार सिक्नेछु। सुनेको छ आवाज प्लिज कन्टिन्यू अगाडि बढ्ने छु। यदि तपाईहरु पनि म जस्तै व्यक्तित्व प्रभावशाली नेतृत्व विकास गर्ने सोच र आशा राख्नु भएको छ भने आउनुहोस्, आज नै जोडिनुहोस् जागरणको पब्लिक स्पिकिङमा। धन्यवाद। थ्याङ्क यू खुसी बढाइदियो। मैले अघि खुसीलाई ठक्क देखेँ अनि मलाई लाग्यो सेयरिङ राखिदियो भनेको कति राम्रो फ्लो हजुरको। एनिवे सरहरू हामी छौँ आज जागरण एकाडेमी एन्ड रिट्रिट सेन्टर प्राइभेट लिमिटेडले आयोजना गरेको यो फ्री ओरिएन्टेसन अन पब्लिक स्पिकिङ एन्ड पर्सनल डेभलपमेन्टको यो 200औं हप्ताको यो श्रृङ्खलामा छौँ र हजुरहरूको यो उपस्थिति, यो भव्य उपस्थितिको लागि यहाँहरू सम्पूर्णलाई धन्यवाद दिँदै अब आज हजुरहरूको मेसो मेलो थियो भनेको आज हजुरहरूका लागि आजको विषयवस्तु अनि पस्किँदैछु। तर डर सेवा छ र कोही छैन। हरेक सफल मान्छेसँग आत्मविश्वास हुन्छ अनि त्यो आत्मविश्वास बढाउनको लागि पब्लिक स्पिकिङ नै हेल्प गर्दो रहेछ। भनेको तपाईँ मञ्चका अगाडि निर्धक्कसँग आफ्नो कुरा बोल्नुहुन्छ भने तपाईँ अन्य क्षेत्रमा पनि सफल हुने सम्भावना यसले बढाउँछ। र अर्को सँगै के रहेछ, यदि तपाईँ पब्लिक स्पिकिङ स्किलहरूसँग छ भने सबै प्रकारका अन्तर्वार्ता फेस गर्नको लागि होइन, जुनसुकै प्रकारका अन्तर्वार्ता फेस गर्नको लागि पनि हजुरलाई सहयोग गर्छ। अनि छिट्टै परिचित हुन र छुट्टै पहिचान बनाउनको लागि पनि पब्लिक स्पिकिङले हेल्प गर्दछ। किनकि यदि म यसरी बोल्नै नजानेको भए हजुरले मलाई चिन्नुहुन्थ्यो नि त। हजुरले सायद युट्युबतिर पनि मेरो भोइसै सुन्नुभयो, यहाँ पनि हजुरले म बोलेकै सुन्नुभएको छ र हजुरले मलाई चिन्नु भएको छ भनेपछि तपाईँको अर्गनाइजेसनमा संस्थामा पनि यदि हजुर राम्रोसँग कार्यक्रम सञ्चालन गर्न सक्ने, राम्रोसँग बोल्ने खुबी हजुरसँग छ भने सबै मान्छेले हजुरलाई चिन्छन्। भनेपछि यो परिचित हुने, पहिचान बनाउनु पनि एउटा माध्यम रहेछ। अनि वैकल्पिक आम्दानीको स्रोत निर्माण गर्ने भनेको तपाईँ यदि राम्रो बोल्न जान्नुहुन्छ, मान्छेलाई कन्भिन्स गर्न जान्नुहुन्छ भने तपाईँको जब जागिर त छ। जब जागिरसँगै पनि हामी एज अ कार्यक्रम प्रेजेन्टर होइन, अथवा प्रोग्राम प्रेजेन्टर एङ्करिङ गर्ने, अथवा भनौँ हामी एउटा राम्रो किनोट स्पिकर बन्न पनि अथवा एउटा राम्रो ट्रेनर बन्न पनि आम्दानी गर्न सक्दो रहेछौँ। अथवा हजुर हामी राम्रोसँग बोलेर युट्युबमा भिडियो राखेर कन्टेन्ट क्रिएट गरेर पनि कमाउन सक्दो रहेछौँ। भनेको बोल्न जान्नु भनेको वैकल्पिक आम्दानीको स्रोत पनि हो। र आफूमा नेतृत्वका लागि विकास गर्नु। जो मान्छे बोल्न जानेको हुन्छ त्यो होइन गुड लिडर भनेको गुड स्पिकर पनि हुन्छ कि जो मान्छे राम्रोसँग बोल्न जानेको हुँदैन उसले नेतृत्व पनि त्यति पाउने चान्स कम हुन्छ। अनि प्रभावकारी सञ्चार चाहिँ विकास गर्न अहिलेको जमानामा तपाईँ हामीले आफ्नो कुरा जति अरूलाई बुझाउन सक्यो त्यति नै हामी अगाडि बढ्ने चान्स हुन्छ। अब जब तपाईँले पब्लिक स्पिकिङ स्किल विकास गर्नुहुन्छ यसले हाम्रो सञ्चारशीललाई पनि विकास गर्दो रहेछ। अब किन त पब्लिक स्पिकिङ मानवहरू अहिले हामी 21st सेन्चुरीमा छौँ। अहिलेको जमानामा नहुने 10वटा सिपहरू के हुन् त? नहुने 10वटा सिप मध्ये एक नम्बरमा के आउँदो रहेछ? कम्युनिकेसन स्किल आउँदो रहेछ कि भनेको आफ्नो कुराहरूलाई बुझाउन सक्ने खुबी भनेको एकदमै महत्त्वपूर्ण अहिलेको जमानाको नहुने अपरिहार्य। र यो कुरालाई बुझ्न हामी बुद्धको पालातिर जान्छौँ। मानवहरू बुद्धको पालामा अङ्गुलीमाल भन्ने एउटा राक्षस बुद्धले प्रवचन गर्दै गरेको गाउँमा आउँछ। अनि अङ्गुलीमाल गाउँमा प्रवेश गरेको थाहा भएपछि सबै गाउँलेहरू भागाभाग गर्छन्, पुरै तराईमा भयो। अनि गाउँलेहरूले बुद्धलाई भन्छन्, बुद्ध भगवान प्लिज हजुर पनि भाग्नुहोस्, किनकि अङ्गुलीमालले त जसलाई देख्यो हत्या गरिहाल्छ। अनि हत्या गरेका मान्छेहरूको औँला काटेर माला लगाउँछ, प्लिज हजुर भाग्नुहोस् भन्यो। तर बुद्ध चाहिँ भाग्नु भएन कि उहाँ शान्त भएर बस्नु। उताबाट अङ्गुलीमाल पुरै तरबार नचाउँदै आयो अनि बुद्धलाई देख्यो उसले। अब बुद्धले अङ्गुलीमाललाई यस्तो कुरा बोल्नुहुन्छ नि, बुद्धको त्यो वचन सुन्दा थियो कि बुद्धको हत्या गर्न आएको अङ्गुलीमाल पनि तरबार बिसाएर बुद्धको पाउ पर्छ कि। हेर्नुहोस् त, यदि मान्छे इफेक्टिभ वेमा बोल्यो भने आफ्नो हत्या गर्न आएको मान्छे पनि चेलो बन्द रहेछ। तर मान्छे यदि राम्रोसँग बोल्न जान्न भने माला लगाइदिएर आएको मान्छेले नि हत्या गर्दै जान्छ होइन। भनेको पब्लिक स्पिकिङ भनेको अथवा बोल्ने कला बहुत महत्त्वपूर्ण। यसका लागि फेरि हामी अरू आफ्नो जिन्दगीमा सफल भएको मान्छे कहिले पनि के गर्दैन त? ऊ ईर्ष्या गरेर बस्दैन। र यही सन्दर्भमा मोहम्मद रुमीलाई एउटा प्रश्न सोधिएको थियो, ईर्ष्या के हो भनेर सोधियो कि। ईर्ष्या के हो भनेर सोद्धाखेरि मोहम्मद रुमीले के भने, अरूमा पनि राम्रो कुरा हुन सक्छ भनेर स्वीकार गर्न नसक्नु भनेको ईर्ष्या हो कि। जब तिमीले अरूमा पनि राम्रो कुरा हुन सक्छ भनेर स्वीकार गर्छौ तिम्रो ईर्ष्या अब ईर्ष्या रहँदैन, यो इन्स्पिरेसन अर्थात्
उत्प्रेरणामा बदलिँदो रहेछ भनेको त्यो उत्प्रेरणामा बदलिँदो रहेछ। त्यही भएको हुनाले ईर्ष्या गर्नुको सट्टा हामी के गर्छौँ, अरूबाट पनि सिक्छौँ। प्रगति गरेका मान्छेहरूबाट हामी प्रेरित हुन्छौँ, न कि उनीहरूको रिस्क गर्ने होइन, रिस्क गर्दैनौँ। किनभने हामी आफै पनि केपेबल छौँ। जसले प्रगति गर्यो त्यो प्रगति मैले पनि गर्न सक्छु भन्ने भावना हुँदा बित्तिकै हामी के गर्छौँ, बुझिहाल्नु भयो। त्यही भएर म त अमेरिकामा जन्मिन्न किनकि अमेरिकामा ट्रम्प आएर हामीलाई लखेट्छ, चाइनामा जन्मिन्न, चाइनामा देश भनेको आमा बुवा जस्तै। हामी जसरी कि आमा बुवा रोगी भए, आमा बुवा गरिब भए, आमा बुवा बुढो हुनुभयो भने हामी अरू आमा बाउ खोज्दैनौँ, त्यस्तै यो देश पनि त हाम्रो आमा बुवा जस्तै हो नि त। यो देशमा पनि हामीले भाग्यले सौभाग्यले जन्मेका हो नि त। तर यो देश गरिब होला, गरिबलाई त धनी हामीले बनाउने हो नि त। यो देशमा मानव बन्द हडताल होला, यो बन्द हडताल अथवा राजनीतिक अस्थिरता होला, यसलाई स्थिर बनाउनु पनि त हाम्रो जिम्मेवारी हो नि त, किनकि हामी सन्तान हो नि त। त्यही भएर मैले बालबालिकालाई के भन्छु, देश चिन्न देश छोडा देश नबिर्स। महानुभावहरू के रहेछ, देश चिन्न देश छोडा देश नबिर्स। यो भनाइ चाहिँ लक्ष्मीप्रसाद देवकोटाको रहेछ कि लक्ष्मीप्रसाद देवकोटाले के भन्नुभएको रहेछ भने देश चिन्न देश छोडा देश नबिर्स। देश चिन्न चाहिँ देश छोड्ने अरे कि, किनकि देश जबसम्म देश छोडिन्छ नि अनि बेला देश चिनिन्छ अरे, किनकि देशको महत्त्व थाहा हुन्छ कि। अनि मेरो देशमा कति धेरै महत्त्वपूर्ण कुरा छन् भने त्यो रियलाइज हुन्छ। देश चिन्न देश छोडा देश नबिर्स। किनभने कुनै बेला महावीर पुन पनि त विदेशमा पढ्न जानुभयो नि त, आउनु पनि त फर्केर होइन। कुनै बेला डाक्टर सन्दोक रुत पनि विदेशमा पढ्न जानुभयो, फर्केर आउनुभयो। देशमा त विदेशमा नजाने भनेको होइन, विदेशमा जाने, सिप सिक्न जाने, अध्ययन गर्न जाने, रोजगारीका लागि गयो भने त्यहाँ सिकेको सिप चाहिँ फर्केर देशलाई नै सिकाउनुपर्छ भन्छौँ हामीले। के नेपाल देश बिगारे कल ठेका राखेर म त जान्छु भन्ने हो, जाने तर फर्केर चाहिँ देशमै आउनु जस्तो लाग्छ मलाई चाहिँ। किनकि यो देश हामीले नै बनाउने हो, अरू विदेशी आएर बनाइदिन्छ होइन कि। कसो हजुर हो, त्यही भएर हामीसँग अमेरिकाबाट हुनुहुन्छ आदरणीय धनञ्जय भट्टराई सर। धनञ्जय भट्टराई सर पनि अब देश ज्यान विदेशमा भए पनि मन त देशैमा छ भन्दै बनाइदिन्छ होइन कि। कसो हजुर हो, त्यही भएर हामीसँग अमेरिकाबाट हुनुहुन्छ आदरणीय धनञ्जय भट्टराई सर। धनञ्जय भट्टराई सर पनि अब देश ज्यान विदेशमा भए पनि मन त देशैमा छ भन्दै हामीसँग जोडिनु भएको छ। र धनञ्जय सरको यहाँसम्मको यात्रा थोरै स्टोरी सुन्छौँ हामीले सरको। सर कति ब्याचमा जोडिनु भयो, त्यसपछि सरमा आएका इम्प्रुभमेन्ट अलिकति हामी सुन्छौँ नि। धनञ्जय सर प्लिज ल हजुरको सेयरिङ सुनाउनु सर। पहिला हजुरको ब्याच सुन्छौँ, त्यसपछि हजुरको कतिको इम्प्रुभमेन्ट रह्यो, कस्तो रह्यो, र अन्य साथीलाई सरले के भनिदिन्छ, मिठो सेयरिङ प्लिज। धन्यवाद आदरणीय गुरु डाक्टर ताराप्रसाद सर, ताराप्रसाद गिरिज्यू, अन्य उपस्थित सम्पूर्ण ट्रेनर साथीहरू, उपस्थित सम्पूर्ण महानुभावहरूलाई एकांश नमस्कार। मेरो नाम धनञ्जय भट्टराई, जन्म काठमाडौँ नेपाल र हालको बसाइ हाल अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दैछु। व्यवसायी र सिनियर सिटिजनहरूको सेवा गर्छु। साथै मोटिभेसनल स्पिकर एन्ड ट्रेनर चाहिँ अब यहाँ अहिले भन्नै पर्दा सरले दिनुभएको पदवी हो, त्योभन्दा अगाडि त्यो थिएन। आदरणीय साथीहरू, म पनि हजुरहरू जस्तै यसरी नै जुममा आएर बस्न त कहाँ भ्याएको थिएँ होला र। अघि सरले भनिसक्नुभयो देशलाई माया गर्ने तर विदेशमा जाने, अब हाम्रो यो रहर त थिएन, बाध्यता धेरैको छ। त्यो बाध्यतालाई नै हामी यसलाई उपयोग गर्दै हामी फेरि देशमै सेवा कसरी गर्न सकिन्छ, देशमा रहेर नेपालमा भएको हाम्रो अनुहारहरू नेपालीपनलाई कसरी हामी भुल्न सक्दैनौँ भन्ने क्रममा मेरो खोजी अगाडि नै बढिरहेको थियो। र युट्युबमा म अलिअलि चाहिँ युट्युबमा भिज्ने मान्छे, अहिले पनि यो क्लास चाहिँ युट्युबमा सेयर भएको छ। युट्युबमा हेर्दै हुने साथीहरूलाई मैले त्यहाँ कमेन्ट पनि गरेको छु, कसरी जोडिने क्लासमा भन्नुभएको छ। क्लासमा जोडिनका लागि तारा सरको प्रोफाइलमा गएर कमेन्ट गर्नु होला भनेको छु। मैले पनि मेरो आफ्नो प्रोफाइलमा आएर भन्नुभयो भने हुन्छ भनेको छु। अझै हजुरहरूले देख्नुहुन्छ यहाँ ट्रेनर बनेर अहिले जसले प्रस्तुति गर्नुभएको छ उहाँहरूको प्रोफाइलमा म्यासेजमा गएर हजुरहरूले कमेन्ट गर्नुभयो भने हजुरहरू जोडिन सजिलै सक्नुहुन्छ। म अहिले भर्खर युट्युब भिजिट गरिरहेको थिएँ, यसै गरेर युट्युब सरको क्लास आउँदा म काम गरिरहेको अवस्थामा युट्युबमा चाहिँ सरका बाणीहरू सुनिरहेको थिएँ। अहिले पनि म सिनियर सिटिजनहरूको कार्यमा म जाँदाखेरि सरको एउटा प्रेजेन्टेसन चाहिँ दिनमा एकचोटि सुन्नै पर्छ उहाँहरूले। त्यो हामी डेली लगाएर उहाँहरूलाई एकदम यस्तो राम्रो आवाज लाग्छ, उहाँहरू एकदम सुनिरहनुहुन्छ। आज छुट्टीको दिन पर्यो, नभएदेखि यो 200औं हप्ताको दिन हामीले अर्कै गजबको कार्यक्रम एउटा सिनियर सिटिजनहरूसँग गर्ने एउटा योजना बनाएका थियौँ। र आज छुट्टीको दिन पर्यो र अब आफै नि आज उहाँहरूले पनि सम्झिराख्नु भएको छ, यो क्लास उहाँहरूले हेरिरहनुहुन्छ। आज मैले के भन्न खोजेको छु भने अघि हाम्रो यति सानो बच्चा पनि हामीसँग सहकार्य गरेर आउनु भएको थियो। हाम्रा सिनियर यहाँ
तिलक बानिया सर हुनुहुन्छ, यहाँ हेर्नु त यति सिनियर हुनुहुन्छ, उहाँभन्दा पनि सिनियर व्यक्तिहरू पनि हामीसँग जोडिनु भएको छ। उहाँहरू र हामी त एउटा मध्यम स्तरका भयौँ, उहाँ एउटा सिनियर र अलिक तल जुनियर, हामी मध्यम स्तरको। सरले भन्दै हुन्थ्यो कति हो ब्याजमा भन्नुहुन्थ्यो, त्यो ब्याज त मैले भुलेँ, लगभग 135 या 40 कता जस्तो लाग्छ मलाई पनि। किनभने मैले कसरी भुलेँ होला त्यो ब्याज भने, यहाँ म कहिले पस्नुला भन्ने लागेको थियो, यो मार्क्समा कहिले जाउँला भन्ने लागेको थियो। अनि यो मार्क्समा छिरिसकेपछि अब मैले त सबै भुलिसकेँ। म सँगसँगै मेरो सानो 4 वर्षको बच्चीले पनि अमेरिकामा बसेर उसलाई नेपाली राम्रो बोल्न आउँदैन, तर आज चाहिँ क्लासमा किन बस्नु भएन सर, हजुरको क्लास मैले यहाँ म यहाँ बसेको छु, छोरीले उतापट्टि टिभीमा युट्युबमा हेरिराखेको हुन्छ, यो क्लासलाई उनले पनि इन्जोय गरिराखेको हुन्छ भनेपछि यो कुरा यस्तो राम्रो चिजमा हजुरहरू यो ठाउँमा के भएर पस्नुहोस् भने एउटा पानीको थोपा भएर पस्नुहोस् क्या। पानीको थोपा भएर जब पसिन्छ, म चाहिँ त्यसरी पसेँ। मेरो आफ्नो हृदयदेखि लागेका कुरा म यहाँ सेयर गर्दैछु। पानीको थोपा लिएर पस्ने र त्यो पानीको थोपा कहाँ झार्ने भन्ने कुरो हुन्छ है। यस्ता धेरै हाम्रो चाहिँ यो यस्ता धेरै प्रोग्रामहरू हामीले पनि चलाइरहेका छौँ। त्यसो हुँदाखेरि यो पानीको थोपा लिएर गयो भने हामी कहाँ जान्छौँ भन्दाखेरि तातो तावामा हामी गयौँ भने चाहिँ त्यो पानीको थोपा त्यहीँ बिलाएर जान्छ र हामी अब यो आइसको ढिक्कामा गएर बस्यो भने पनि त्यो आइसको ढिक्कामै जोडिन पुग्छ त्यो पानीको थोपा र आइसै बनेर बस्छ र त्यो पानीको थोपा शीत परिरहेको ठाउँमा शीतमा लगेर गयो भने चाहिँ हामी त्यो परैबाट एउटा घामको किरण पर्दाखेरि चाहिँ चम्किन पाउँछौँ, परैबाट टलक्क टल्किन पाउँछौँ। यो ठाउँ चाहिँ यस्तो ठाउँ हो, हजुरहरूले यहाँ फर्म आइरहेको छ, यहाँनिर हजुरहरू जोडिनु भनेको चाहिँ के हो भने त्यो शीतको थोपा गएर पानीको थोपा गएर शीतमा जोडिनु हो। यो शीतमा जोडिसकेपछि चाहिँ आफै चमक आउँदो रहेछ। ममा आएको चमक चाहिँ त्यही मात्रै हो। र बोल्नका लागि चाहिँ अघि सरहरूले भने जस्तै म बोल्नका लागि चाहिँ निकै बोल्ने नि मान्छे हो, पहिलेदेखि बोलेरै आएको मान्छे हो। जहाँ कि कति बेला भने जन्मेर चिया गर्दैदेखि बोलेको, त्यति बेलैदेखि बोलेको, त्यहाँदेखि पछि विद्यार्थी कार्यकालमा पनि कुनै पनि कार्यक्रम गर्दै बोलेको, यहाँ आएर पनि अब यो क्षेत्रमा आएर पनि म बोल्ने क्रममै अगाडि बढ्दै गएको। तर बोल्ने चाहिँ मेरो सिलसिलावार तरिकाले बोल्ने कुराहरू अहिले पनि कति बेला चाहिँ यो कार्यक्रममा पसिसकेपछि त अब हामी त्यही कन्टेन्टमा गयौँ, त्यसरी नै बोल्न थाल्यौँ भने हामीले चाहिँ यो निधारमा लगाउने टिका गालामा र कानमा लगाउने माडवाडी नाकमा लाएर बोल्दाखेरि अहिले हेर्नुहोस् त, मैले निधारमा लगाएको टिका गालामा लगाएँ भने हजुरहरू कति हाँस्नुहुन्छ होला। यहाँ नाकमा लगाउने माडवाडी के भन्छ होइन, त्यो यहाँ बुलाकी, यो बुलाकी यहाँ लगायो भने अहिले हजुरहरू कति हाँस्नुहुन्छ होला। हाम्रो बोली पनि त्यस्तै भइराखेको हुँदो रहेछ। तर यो क्षेत्रमा आइसकेपछि त्यो बोलीलाई कुन चिज कहाँ लगाउने, कुन चिजलाई कता व्यवस्थापन गर्ने, यो कुराले हामीलाई धेरै अगाडि बढाउन सक्दो रहेछ। र यहाँ अहिले साथीहरूले कतिपय साथीहरूले पर युट्युबमा पनि हेर्नु भएको छ, फिजिकल क्लासको कुरा गरिराख्नु भएको छ। म फिजिकल क्लासको पनि थोरै उदाहरण दिउँ है। फिजिकल क्लासको लागि म काठमाडौँमा बस्ने मान्छे, म त्यहाँ व्यवसायिक रूपमा बसेको, 2-4 होस्टल चलाएर बसेको, व्यावसायिक र सरको प्रोग्राममा पनि म पुगेको रहेछु। पछि मलाई याद भयो सरको प्रोग्राममा त्यो फिजिकल रूपमा जाँदाखेरि चाहिँ मलाई त्यो मेरो लागि उपयुक्त भएन। किन होला भने मेरो टाइमिङ मिलेन। अब आज हामी यत्रो 131 जनाको परिवार यहाँ जोडिएको छौँ। घरमा आफूलाई यहाँ केही आवश्यक पर्यो भने म पनि अहिले मोबाइल खेलाइरहेको थिएँ, जहाँ कि मेरो भिडियो अप गरेर आफू काम गर्न पनि सक्यो र यहाँ सिक्न पनि सक्यो। तर फिजिकल रूपमा धाएर जानुपर्ने भयो, यात्रा गर्नुपर्ने भयो, अनि त्यो ठाउँमा पुग्नलाई हामीलाई समय लाग्ने भयो। म त्यति बेलादेखि एकदम अगाडि सिलसिलामा तरिकाले बोल्न सक्ने थिएँ होला नि फिजिकल क्लासमै जोडिन पाएको भए। तर त्यो अवसर मैले गुमाएँ, किनभने मेरो समयको पाबन्दीले म त्यति बेलै यो अनलाइन सिस्टम थियो भने म त्यति बेलै जोडिन सक्षम हुन्थेँ। र हजुरहरूलाई मेरो आफ्नो व्यक्तिगत रूपमा आग्रह के छ भने, संस्थाको त आग्रह हजुरहरूले सुनेर आइ नै राख्नु भएको छ। संस्थाका आग्रह सँगसँगै हामी जस्ता यस्तो वैदेशिक भूमिमा रहेका मान्छेहरूलाई पनि संस्थाले हजुरहरू सामु पुर्याउन जुन
आधार बनाएको छ। यो आधार देखि नै सक्नु भएको छ र मेरो पनि व्यक्तिगत रूपमा मेरो धारणा पनि के छ भने हजुरहरू जोडिनु भयो भने मैले अघि भनेको जस्तो पानीको थोपा गएर शीतमा पर्न सक्नुहुन्छ। यो हजुरहरूले मनमा कुनै पनि चिन्ता लिनु पर्दैन र जोडिएर फेरि यहाँ हामी नै धेरै जान्ने भनेको चाहिँ होइन, हजुरहरूले जानेका कुरा हामीले लिने हो कि हामीले जानेका कुरा हजुरहरूलाई दिने। यो यस्तो महासागर हो, त्यहाँ दुईतिर यो नङ र मासुको जस्तो सम्बन्ध हुन्छ। यो जागरणमा आइसकेपछि नङ मात्रै एउटा अडिन सक्दैन मासु छैन भने, र मासु मात्रै रहन सक्दैन यो नङ छैन भने। यस्तो खालको क्षेत्रमा यहाँ हामी प्रवेश गर्नेछौँ र हजुरहरू सबैलाई यो आजको 200औं हप्तासम्म यत्रो समयसम्म सरले गर्नुभएका कठिनाई पदयात्राहरूमा सर कति भिड पाखामा जानुभयो होला, कति काँडाले कोर्यो होला, कस्तो अवस्था आयो होला, त्यो अवस्था सम्झेर लिएर आउँदा हामीलाई पनि एकदम विरक्त चल्छ। र आज हामी फेरि के गौरव गर्छौँ भने हामी 200औं हप्तामा छौँ। म जोडिएको संस्था आज 200औं हप्तामा छ। आज म सँगसँगै हजुरहरू जोडिनु भएको यो प्लेटफर्म आजको 131-32 जनाको जुन एउटा जुम माध्यमबाट हामी जोडिया छौँ। हामी 200औं हप्तामा छौँ, किनभने यो एउटा गौरवको कुरा हो। हामी गौरव गर्न पाउँछौँ। म पनि यो संस्थामा जोडिया थिएँ, 200 हप्तासम्म चलेको संस्थामा भनेर मलाई पनि गौरव लाग्छ। योभन्दा अगाडि हुँदै 200, 300, 500 हजारौं हप्तासम्म म मेरो ज्यानले भ्याउन्जेलीसम्म यहाँ तिलक बानिया सर भन्दा अझै एजेड हुन्जेलीसम्म, त्यो भन्दा बुढो हुन्जेलीसम्म यो संस्थामा सधैँ रहिरहन पाऊँ, सधैँ अगाडि बढिरहन पाऊँ, सधैँ हजुरहरू सामु मेरा कुरा राखिरहन पाऊँ भन्दै अब धेरै कुरा त सरकै मुखबाट सुन्नु छ। र यो कठिन अवस्थालाई सरले यहाँसम्म ल्याउनु भएको छ। हामीले यसलाई अगाडि बढाउनु पर्छ। सरले अघि पनि भन्नुभयो देशमा कति नकारात्मक कुरा गर्ने, आज प्रधानमन्त्रीको नकारात्मक कुरा, अर्को गृहमन्त्रीका नकारात्मक कुरा गर्नुभन्दा आज हामीले सकारात्मक पक्षका कुराहरू, सकारात्मक कुराहरू गर्दै गयौँ भने हामी नै सकारात्मक रूपमा जोडिन्छौँ। म जस्तै होइन, म जस्तै अगाडि बढ्ने विदेशका धेरै देशबाट हुनुहुन्छ। आज साथीहरू जोडिनु भएको छैन मलाई थाहा छैन, कतिपय ठाउँमा अहिले रात परिसकेको छ। हामी वैदेशिक भूमिबाट पनि किन जोडिएको छौँ भने अहिले यहाँ बस्दै हजुरहरूसँग कुरा गर्दै म कुनै पनि काम गर्न वैदेशिक भूमिमा आएको त केही न केही जोग गर्नको लागि होला। जोग गर्न जाँदाखेरि मेरो जोग टर्थ्यो होला भने यहाँ हजुरहरू सामु किन जोडिएको छौँ भने हाम्रो माया छ, ममता छ। हजुरहरूले पनि हामीलाई माया दिनु होला। हजुरहरूको सहयोग, साथ सहयोग हाम्रो तर्फबाट हुनेछ र हाम्रो साथ सहयोग हजुरहरूको तर्फबाट हुनेछ भन्दै अब धेरै कुराहरू त सरकै मुखबाट सुन्ने र यो भन्दा अगाडि गौरवसँग जाने, अरू 500औं हप्ता, हजारौं हप्ता मनाउन पाऊँ भन्दै आजलाई चाहिँ बिदा हुन्छु। हस् त, धन्यवाद। त्यो हजारौं हप्तासम्म पुर्याउने जिम्मा चाहिँ अब हजुरहरूको काँधमा। आजै हजुरहरूले इन्ट्री गर्नुहोस्, फर्म भर्नुहोस्। त्यो हजारौं हप्तासम्म हामी जानको लागि अगाडि बढ्नुपर्छ भन्दै बिदा लिन्छु। हस् त, धन्यवाद। कडा पो आयो त अमेरिकाबाट त। ल हस्, थ्याङ्क यू सो मच आदरणीय धनञ्जय भट्टाचार्यलाई। सर, हाम्रो अब समय बिताएर फेरि नेपालमै आएर उद्यम गरिरहेको सिलसिलामा हामीसँग जोडिएर अहिले अत्यन्तै राम्रो एउटा उत्प्रेरकको रूपमा एउटा युवा व्यवसायिक रूपमा छवि बनाउनु भएको आदरणीय सङ्गीत थापा सर हुनुहुन्छ बागलुङ जिल्लाबाट। सङ्गीत सरको मिठो सेयरिङ। सर कतिौं ब्याचमा जोडिनु भयो, कस्तो रह्यो त्यस पछाडिको यात्रा, सरको सेयरिङ सुन्छौँ हामीले, प्लिज सर। हुन्छ, धेरै धेरै धन्यवाद छ। आदरणीय म गुरु भन्न रुचाउँछु सर्वेद डाक्टर ताराप्रसाद गिरिज्यू। अनि सँगसँगै जति पनि इन्टर्नमा हामी जोडिएर आज जागरण एकाडेमीको परिवारमा हामी इन्भल्भ भएका सबै साथीहरू लगायत आज 200 ब्याजमा जोडिनु भएका सम्पूर्ण सरम्यामहरूलाई म सङ्गीत थापाको तर्फबाट नमस्कार, सँगसँगै जागरण एकाडेमीमा स्वागत भन्न पनि चाहन्छु। एउटा हिन्दीमा भनाइ छ, तुम जैसा संगत करोगे तुम्हारा रंगत भी वैसे होगा। आदरणीय सरम्यामहरू, जिन्दगीले सुरु गर्नको निम्ति कुनै पनि पर्खाइ र कुनै पनि प्रतीक्षा गर्न पर्ने रहेनछ। अघि सरले अलिकति कुरा गरिसियो मेरो बारेमा। झन्डै मेरो 17 वर्षको विदेशको यात्रा,
त्यसपछिको शर्मा सरलाई हाम्रो टिममा पाउँदा हामी गौरवान्वित भएका छौँ र उहाँले पनि यसरी हजुर जस्तै गरेर फ्री क्लास लिएर फेरि हाम्रो एडभान्स क्लासमा जोडेर सर अहिले हाम्रो ट्रेनर टिममै होइसिन्छ। अमरराज शर्मा सरको यात्रा कस्तो रह्यो छोटो हामी सेयरिङ सुन्नेछौँ, त्यसपछि म अरू थप कुरा जोड्नेछु। प्लिज सर। सफलता के हो जान्नु छ भने बाधालाई हेर न, भुइँबाट उठी निरन्तर उठ्छ चुम्दछ गगन। नमस्कार सम्पूर्ण महानुभावहरू, म अमरराज शर्मा घिमिरे। अघि सरले भनिसक्नुभयो पेसाले म सेवानिवृत्त कर्मचारी। म कृषि क्षेत्रमा लामो समय करिब 35 वर्ष सरकारी सेवा गरेर 2 वर्ष अघिदेखि म रिटायर जीवन बिताइराखेको छु र यही क्रममा बुद्धि घिमिरे सरको माध्यमबाट तारा सरको फ्री यस्तै क्लासमा म जोडिएँ र त्यो जोडिएपछि मलाई पब्लिक स्पिकिङ भन्दा पनि टट लिन मन लाग्यो छ। म टिचिङमा आबद्ध छु सर। भाइलाई चाहिँ मैले देखाएको छु। हामीसँग कपिल आचार्यजी हुनुहुन्छ। कपिल आचार्यजी रिसेन्टली मात्रै हाम्रो पब्लिक स्पिकिङ क्लास लिएर अनि टट क्लास दिनुभएको छ। कपिलजी कस्तो रह्यो यात्रा? सर एकदम राम्रो रह्यो। अनि मैले चाहिँ पब्लिक स्पिकिङको बारेमा धेरै कुराहरू सिकेँ। त्यही भएर म पब्लिक स्पिकिङ सिकेको 1 हप्तामै टट क्लासमा जोइन भएँ सर। हजुरको दिदी छ जसले हाम्रो क्लासमा आइसकेपछि आफू एउटा राम्रो ट्रेनर बनेर उहाँले जागिरै छोडिदिनु भयो। त्यस्तो सवाल पनि हुन्छ हामीसँग। ल त्यस्तो जागिरै छोड्ने हिम्मत चाहिँ के कसरी आएछ त? आदरणीय सृजना आर्याल रावल म्यामको मिठो सेयरिङ सुन्छ हामी। प्लिज म्याम हजुरको सर्टकटमा सेयरिङ सुनौँ न। हजुर कतिको ब्याचमा जोडिनु भएको थियो अनि अहिले के गर्दै हुनुहुन्छ प्लिज सुनौँ। धेरै धेरै धन्यवाद आदरणीय वरिष्ठ प्रशिक्षक यस संस्थाका संस्थापक आदरणीय सर डाक्टर ताराप्रसाद गिरी सरलाई यो सुनौलो अवसरको लागि। उचाइमा त्यो व्यक्ति पुग्दछ जसले चाहिँ प्रतिशोधको होइन परिवर्तनको भावना राखेको हुन्छ अरे के। नमस्कार, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण सरम्यामहरूमा म सृजना आर्याल रावल, जन्म गरेर हेटौडा, हाल काठमाडौँको सामाखुसीमा बस्छु। पेसाले शिक्षक प्रशिक्षक प्रेरक वक्ताको साथसाथै यसै कार्यक्रमको अहिले चाहिँ सेयर क्लासमा चाहिँ म कोअर्डिनेटरको भूमिका निर्वाह गर्दै आइरहेकी छु। अनि टिचर भएपछि यो प्रशिक्षक भन्ने शब्द अनि होइन यो वक्ता भन्ने शब्द चाहिँ मलाई चाहिँ यो जागरणमा आएपछि है मिलेको यो कस्तो गर्व लाग्ने कुरा हो कि। अनि मैले यो जागरणमा आएपछि अनुभव गर्दै गर्दाखेरि आफूले फिल गर्दै गर्दाखेरि चाहिँ हामी यो जुन समाजमा बस्दै गर्दाखेरि चाहिँ अब नबोलेर चाहिँ नहुने रहेछ। तर हामी बोल्नै नजानेको पनि होइन रहेछौँ कि। तर हामी जुन तह तब्कामा बसेर कार्यरत छौँ अथवा हामी घरमै गृहिणी भएर बसिरहँदाखेरि पनि हामीलाई चाहिँ बोल्न जरुरी छ। त्योभन्दा बढी चाहिँ हामीले विधिवत ढङ्गले चाहिँ विधि पुर्याएर बोल्न चाहिँ एकदमै जरुरी रहेछ कि यो समाजमा होइन। आफ्नो जबमा अनि हामी जुन कार्य गरिरहेका छौँ त्यसमा चाहिँ टिकिरहनको लागि र बिकिरहनको लागि चाहिँ यो बोल्ने कला चाहिँ एकदमै जरुरी रहेछ भने मैले आफूले महसुस गरेको कुरा। त्यहाँबाट मैले टिममा आउनका लागि रोकेन। म्यामको यो जोस जाँगर हौसलाले सधैँ हामीलाई पनि अगाडि बढ्ने हौसला दिएको हुन्छ। विजय केसी म्यामको मिठो सेयरिङ नसुनिँदै क्लास अधुरो नै रहन्छ। विजय म्याम प्लिज हजुरको यो यात्रा कस्तो रह्यो प्लिज सुनाउन न। धेरै धेरै धन्यवाद डाक्टर साहब मलाई यस्तो अवसर दिनुभएकोमा। सबैभन्दा पहिला त्यो 200 हप्ता एउटा अनलाइन क्लास चलाउने एकदम सक्सेसफुली चलाउनु भएकोमा यहाँको डाक्टर साहब र टिमलाई धेरै धेरै बधाई छ। वी आर प्राउड अफ यु र आई एम प्राउड अफ माई सेल्फ अल्सो। किनभने मैले यो टिममा म सहभागी भएर अहिले काम गरेर सिक्ने अवसर पाइरहेको छु। डेल कार्नेगीले के भन्नुभएको थियो भने मानिसको अनुहारमा देखिने भाव उनले लाउने कपडा भन्दा धेरै महत्त्वपूर्ण हुन्छ। त्यो कुरा हामी यहाँ आएर सिकिरहेको छु। सरले अघि नै भनिसक्नुभयो म एउटा सांसद भइसकेको मान्छे हो र ट्रेन लिने धेरै पहिलादेखि म गरिरहेको थिएँ। मलाई कस्तो लाग्थ्यो भने मैले त सांसद भएको कतिखेर भाषण गरेँ के गरेँ मैले के भाषण सिक्नु पर्छ र मलाई त्यो लाग्थ्यो। तर अचानक यो फ्री क्लास हजुरको सुन्दा म त अहिले सबैतिर म छोडेर एक प्रकारले रिटायर लाइफ आनन्दले बिताउँछु र के सीमै छैन भन्ने। त्यसकारण हामीले सिक्नलाई कुनै उमेरले देयर इज नो बार नो बाउन्ड्री नो लिमिटेसन टु लर्न। इट इज प्रोसेस। यो प्रोसेस मध्येमा
राम्रो यो प्लेटफर्म हो। प्रचार गर्यो भन्नु होला हुन त साथीहरूले जति यहाँ अहिले लाइनमा हुनुहुन्छ, एउटा खैनी खाने र चुरोट खाने रक्सी खानेको प्रचार गर्नु पर्दैन, दुध पिउनेको प्रचार गर्नुपर्छ। त एउटा सबभन्दा यहाँ राम्रो लाग्ने के छ भने 5000 एउटा साडी किनौँ भने पनि पुग्दैन। परिवारसँग क्लास दिलाउनु भएको छ। दिदी सर कस्तो रह्यो सेयरिङ, प्लिज सुनाउनु सर, हजुरको कस्तो रह्यो अनुभव? धन्यवाद आदरणीय गुरु डाक्टर तारा सर। जस्तै गर्छ उसले सिक्छ, जीवन नै सिकायो। म्यामले भने जस्तै हाम्रो विजय म्यामले जीवन अब 70 प्लस हुँदा पनि म सिकाइ नै हुनुहुन्छ। म त्यही भएर भन्छु जीवन नै सिकाइरहेको छ। त्यही सिकाइ भएकोले म यहाँसम्म आएँ र सम्पूर्ण उपस्थित महानुभावलाई नमस्कार। म डिबी राणा, मेरो जन्मघर कुमार गाउँपालिका 3 सल्यान, हाल वीरेन्द्र संस्कृत। पेसाले म अङ्ग्रेजी भाषा प्रशिक्षक। करिब 2062 सालदेखि म बोल्दै त आएको, तर यो बोल्दा अलि सरले भने चाहिँ यसलाई मिलाएर बोल्नुपर्छ र केही सिक्नुपर्छ भन्ने हेतुले म यसमा पर्दैछु अरे। र मलाई यो पब्लिक स्पिकिङमा सरले भने जस्तै गरी मैले पहिला मात्र इन्ट्री गरेँ यसमा। इन्ट्री गर्दा मलाई म पनि शिक्षकै भएकोले बोल्ने नै भएकोले अब फ्यामिलीलाई पनि अब बोल्नुपर्छ, म मात्र सिकेर भएन। अब यो सम्पूर्ण परिवारलाई नै अब यो पब्लिक स्पिकिङको मास्टर बनाउनु पर्यो भनेर चाहिँ यसमा लागेँ। म सक्सेस पनि भयो। मेरो बच्ची लगभग 11 वर्षको बच्चीले पनि सिकिन् र उनीले पनि अहिले स्कुलमा गएर पनि मैले पब्लिक स्पिकिङ सिकेँ भनेर साथीहरूले पनि सोध्ने कुरा गर्नु। अर्थोपार्जनको लागि अरूलाई दुःख दिएर अथवा अरूको जस्तो हामीले पैसै कमाउनको लागि हामी रक्सी पनि बेच्न सक्छ होइन र, पैसै कमाउनको लागि हामीले चुरोट पनि बेच्न सक्छ। तर हामीले चुरोट बेचेर रक्सी बेचेर पैसा त कमाउँछ, तर कसैको जिन्दगी त बर्बाद भएर हुन्छ नि त होइन र। भनेपछि यो क्षेत्र चाहिँ के रह्यो, तपाईँले अरूलाई ज्ञान बाँडेर अरूको जिन्दगीमा हामीले भ्यालु एड गरेर कमाउने क्षेत्र हो नि त। भनेपछि किन नगर्नु भनेपछि हजुरले त्यही ट्रेनर भने हामीले भन्यो नि त हाम्रो मिसन के रहेछ, 1000 जना प्रोफेसनल ट्रेनर फर्स्ट फेजमा हामीले निर्माण गर्न खोजेको हो कि। त्यसको लागि तपाईँले अघि मैले धेरै ट्रेनरज्यूलाई मैले सेयरिङ गर्न अवसर दिएँ। त उहाँहरू यहाँ 1 इयरसम्म संस्थाभित्रै आबद्ध भएर उहाँले गरिराख्नु भएको छ, वर्कआउट गरिराख्नु भएको छ। त्यसरी हामीले निखारेर निकाल्न खोजेको हो नि त, किनकि ताकि विदेशमा पैसा नजाओस्, त्यसलाई चाहिँ ट्रेनरको देशको उत्पादन होस् भनेर। त्यही भएर लामो समय सरकारी सेवामा सेवा गरेर सेवानिवृत्त भएर अहिले फेरि ल बुढेसकालमा पनि के गर्नु पर्यो भन्दै बुढेसकाल होइन उमेरको अङ्क मात्रै भन्दै हामीसँग जोडिनु भएको आदरणीय बलराम पौडेल सर हुनुहुन्छ। बलराम पौडेल सरको मिठो सेयरिङ सुन्छौँ। सरको यात्रा कस्तो रहेछ, कति ब्याचमा जोडिनु भएको हजुर हामीसँग? ल सुनाउँ सरको सेयरिङ। बलराम पौडेल सर प्लिज। धन्यवाद आदरणीय यस संस्थाका परिकल्पनाकार डाक्टर तारा प्रसाद गिरी सर। उपकारी गुरु व्यक्ति निरन्तर फलेको वृक्षको आगो नजिकै उकान सर। म बलराम पौडेल, मेरो जन्मघर अरेखाँची, हाल गुलेरिया नगरपालिका वार्ड नम्बर 5 मा मेरो निवास स्थान रहेको छ। म पेसाले पूर्व राष्ट्रसेवाको कर्मचारी र एक प्रेरक वक्ता, प्रशिक्षक र नेपाल रेड क्रस सोसाइटी उपशाखाको उप सचिव पनि। आदरणीय सरमेमहरू, आजको यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय सरमेमहरूलाई हार्दिक स्वागत गर्दछु। र म 167औं ब्याजमा यस जागरण एकाडेमी एन्ड रिट्रिट सेन्टर प्राइभेट लिमिटेड संस्थामा आबद्ध भएँ। त्योभन्दा पहिला मैले यो युट्युबहरूमा सरले क्लासहरू प्रदान गरेको ती विषयहरू हेर्थेँ। सरोज थापा सर, हजुर जस्तै गरेर यसरी फ्री क्लासमा जोडिएर तिमी फेरि एडभान्स क्लासमा आएर उहाँ सरकारी सेवामा आबद्ध हुन्छ अहिले करेन्टली। तैपनि सर त्यो सरकारी सेवा गरिरहँदाखेरि पनि हामीसँग जोडिएर अत्यन्तै राम्रो ट्रेनर रूपमा आफ्नो पहिचान बनाउनु भएको छ। सरले विभिन्न खालका कक्षाहरू पनि सञ्चालन गर्नुभएको छ। सर हजुरको मिठो कसरी हजुर कतिौं ब्याच अनि कसरी रह्यो यात्रा सुनाउन सर हजुरको। धेरै धन्यवाद श्रद्धेय गुरु डाक्टर तारा प्रसाद गिरीज्यू। संसारलाई बदल्नु छ, सुरु आफैबाट गर्नुपर्छ। नमस्कार उपस्थित सम्पूर्ण आदरणीय व्यक्तित्वहरू। म सरोज थापा, मेरो घर केपिलासेडी गाउँपालिका 5 खोटाङ पर्छ। म श्रद्धेय गुरुले भने जस्तै ओखलढुङ्गामा रहेर एउटा राष्ट्र सेवक कर्मचारीको रूपमा भूमिका निर्वाह गर्दै आएको छु। र मैले चाहिँ 144औं ब्याजमा पब्लिक स्पिकिङ क्लासबाट सुरु गरेँ। त्योभन्दा अगाडि बिचमा अलिकति खाली समय थियो, त्यसमा युट्युब क्लास पनि लिएँ सुरुमा चाहिँ। र युट्युब क्लाससँगै अनि पब्लिक स्पिकिङ हुँदै टर्ट हुँदै अहिले जागरण एकाडेमीमै इन्टर्नसिप ट्रेनरको रूपमा आबद्ध रहेर काम गरिरहेको छु। यो धेरै अगाडि हाम्रो आदरणीय व्यक्तित्वहरूले धेरै कुराहरू बताइसक्नु भएको छ। त्योभन्दा केही फरक कुराहरू चाहिँ म सेयर गर्छु। मैले युट्युबमा पनि
सुरुमा सिकेको भयो भने यो पैसा आउँछ भन्ने कुरा आएको थियो, डलर आउँछ भन्ने कुरा आएको थियो। कसरी आउँदो रहेछ भनेर मलाई चाहिँ हेर्न मन लाग्यो। अनि अलिकति मैले त्यता केही भिडियो नर्मल भिडियोहरू बनाएँ अभ्यासको लागि, त्यो पैसा कसरी आउँछ भन्ने हिसाबले। र त्यसबाट मैले थोरै रकम चाहिँ आयोजन गरेँ। अनि त्यो यसरी हुँदो रहेछ भन्ने कुरा त युट्युबको पनि मलाई पुरा ज्ञान भयो। म्याग्दीतिर जान्छौँ है त। सदन म्याम प्लिज। अनम्युट भयो सर? भयो म्याम प्लिज। हजुरको कस्तो रह्यो इम्प्रुभमेन्ट म्याम? सुनौ न। बच्चौर भन्ने ठाउँ छ, त्यो बागेचौर भन्ने ठाउँमा एउटा यस्तो राम्रो विद्यालय, जुन नमुना विद्यालय छ, सरकारी विद्यालय, जसको प्राचार्य भएर विद्यालय चलाइरहँदाखेरि पनि हाम्रो संस्थामा जोडिएर एज अ ट्रेनरको रूपमा छुट्टै पहिचान बनाउनुभएका आदरणीय गम केसी सर हुनुहुन्छ। गम केसी सर म्याग्दी जिल्लाबाट हुनुहुन्छ। अस्ति मैले सरको तातोपानी भन्ने हजुरलाई थाहा छ, तातोपानी नजिकै सरको निवास स्थान जो सरको गाउँ छ। सर हाम्रो संस्थामा जोडिएर सरमा कतिको इम्प्रुभमेन्ट आयो, कस्तो रह्यो यात्रा जागरणको? प्लिज हामी गम बहादुर केसी जो एउटा नमुना विद्यालयको, मङ्गलोदय माध्यमिक विद्यालयको सर प्राचार्य पनि होइसिन्छ, एउटा विद्यालयको प्राचार्य भइकन पनि एउटा नमुना विद्यालय सञ्चालन गरिरहँदाखेरि पनि कसरी सर संस्थामा जोडिनु भयो र कस्तो रह्यो यात्रा? सुन्नु न सर। नमस्कार गुरु लगायत हाम्रो सम्पूर्ण टिमलाई नमस्कार। आदरणीय गुरुप्रति त म हृदयदेखि नै आभार व्यक्त गर्दछु सर। के भन्दाखेरि आज एउटा खुसी कुरा नै सुनाउँछु भन्ने लागेको थियो गुरु। मैले हिजो अस्ति झन् अस्ति लगभग 1 हप्ता चाहिँ निरन्तर म ट्रेनिङमै रहेँ। यो दिनको लागि हजुरलाई चाहिँ मुरी धन्यवाद छ गुरु। र मैले जति पैसा तिरेर चाहिँ यहाँ सिकेको थिएँ त्यसको त कैयौँ गुणा चाहिँ 3-4 दिनमै कमाइसकेको हुनाले हजुरप्रति, हाम्रो संस्थाप्रति म त यो संस्था आजीवन मेरै संस्थाको रूपमा चाहिँ लिनेछु। र गुरुको यो सदा सहायता अनि हामीलाई सिकाउनु भएको धेरै गुणहरूमा म धेरै गुरुलाई आभार व्यक्त गर्दै म 138औं ब्याज हो। आफूलाई इन्फेरियर नसोच्नुलाई म महिला हुँ, म 2 नम्बरको, म छोरी मान्छे, म छोरा मान्छे, म गरिब, यस्तो केही बिना सबैजना हटाउन मिल्छ। हजुर सबैका लागि हामी प्रेरणादायी व्यक्ति बन्न सक्छौँ मानवहरू। त्यही भएको हुनाले हाम्रो तिलक बानिया सरलाई बोल्न दिएन भन्दाखेरि अन्याय नै हुन्छ। तिलक बानिया सर हुन्छ। तिलक बानिया सरको कस्तो रह्यो यात्रा सर? सुनौ न। सर अघिदेखि नै सेयरिङ गरौँ लागेको थियो। ल तिलक सर, सरको मिठो सेयरिङ पछि म कृष्ण सल्लाह दिन्छु, त्यसपछि क्लास अन्त्य गर्छौँ हामीले। तिलक बानिया सर प्लिज, हजुरको साउन्ड मैले यताबाट अन गरिदिएको छु, उताबाट ओके प्लिज बोलिसक्नु सर। हजुरको कस्तो रह्यो सर यात्रा? सुनौ न। धन्यवाद आदरणीय गुरु डाक्टर साथी। अब हामी गरौँ यस्तो काम जसरी पनि रहोस् देशको साथ। आज यस कार्यक्रममा उपस्थित सबै महानुभावहरू सन्ध्याकालीन नमस्कार। अब कति ब्याज हो अनि कतिको इम्प्रुभमेन्ट आयो सेयरिङ गरिरहेको भए हुन्छ। धन्यवाद सर। ओके भाइ, यो संसार बोल्ने भनौँ न उत्तरार्धतिर लाग्दै यसलाई समराइज गर्दै अनि उद्घोषकज्यूलाई क्लास हस्तान्तरण गर्नको लागि म कृष्ण गणेश सर अनुरोध गर्छु। किन सर प्लिज फ्लोर हजुरको, त्यसपछि उद्घोषकज्यूलाई दिसेलाई। धन्यवाद सर। ओके भाइ, यो संसार बोल्नेहरूको मुठीमा छ। आदरणीय सरहरू, आदरणीय श्रद्धेय गुरु ताराप्रसाद गिरीले भन्नुभयो, म यस जाँड एकाडेमीमा जोडेको धेरै समय भयो। सम्पूर्ण नमस्कार। म कृष्ण प्रसाद राण, म पेसाले शिक्षक, प्रशिक्षक र प्रेरणावक्ता। म विगत 1.5 वर्ष अगाडि जाँड एकाडेमीमा जोडिँदै हुँदाखेरि म शिक्षक ट्रेनिङबाट जोडिएको हुँ। तत्पश्चात म टट जोडेँ। त्यो म 155 ब्याचको म पब्लिक स्पिकिङ हो। अहिले देवेन्द्र सरले भर्खरै भन्दै हुनुहुन्थ्यो म 25औं ब्याचको भन्नुभयो। कस्तो सौभाग्य! 25औं भनेको आज उहाँ 8 गुणा बढी भनेपछि 200 यो स्वर्णिम हप्तामा उहाँसँग जोडिएका छौँ। भाग्य हो हामीलाई। अहिले हामीले व्यक्तिगत रूपमा लाइफ कोच गर्न पाइरहेका छौँ टिममा। तसर्थ के हो भने हामी आज जहाँ छौँ त्यहाँबाट हामीले रूपान्तर खोज्यौँ भने समाज रूपान्तर हुन्छ। समाज रूपान्तरको एउटा बाटो तपाईँ हामी नै। तसर्थ हामीमा रूपान्तर खोज्यौँ भने डाक्टर साहबले भन्नु सफ्टवेयरमा हामीलाई चेन्ज भयो भने समाज रूपान्तर पक्कै पनि हुन्छ। त्यो सफ्टवेयर रूपान्तर गर्ने भनेको तपाईँ हामीले नि। त्यो बाटो कहाँ छ न हामी कहाँ छ, तपाईँ हामीलाई बाटो दिन्छौँ। आउनुहोस् जोड्यौँ। एउटा मैले यहाँ तपाईँलाई सेयर गर्दैछु। अर्को उसमा गएर सरलाई म्यासेज गर्नु, सर मैले पैसा तिरेँ भनेर सरलाई त्यहाँ यदि मैले पनि सरलाई र हार्दिक धन्यवाद। आजको हाम्रो ट्रेनर सँगसँगै यस संस्थाका संस्थापक
डाक्टर श्रद्धेय गुरु डाक्टर ताराप्रसाद गिरी सरलाई पक्कै पनि आजको हाम्रो यो सेसन चाहिँ एकदमै धेरै महत्त्वपूर्ण भयो। 80-80को सेसन भन्दा आजको झनै एकदमै महत्त्वपूर्ण मलाई किन लाग्यो भने यो एउटा सुनौलो अवसर, यो एउटा गौरवान्वित अवसर र यो एउटा ऐतिहासिक अवसरमा आज हामी धेरैजनाले सेयरिङ राख्ने अवसर पायौँ, धेरैजनाको सेयरिङ सुन्ने अवसर प्राप्त गर्यौँ र साँच्चै नै जागरण एकाडेमी के रहेछ भन्ने कुरा चाहिँ हामी धेरैजनाले थाहा पाइसकेका छौँ। त्यसैले आदरणीय सरम्यामहरू पटक पटक 2-3 मिनटको अन्तरालमा